हेलो हेलो सबैलाई नमस्कार। म अर्जुन भुसाल। हामी यतिखेर मकवानपुर गढी गाउँपालिका वडा नम्बर 4 मा आइपुगेका छौँ। यो स्वागत र सम्मानका लागि आदरणीय वडा सचिवज्यूलाई म सम्मान गर्छु। हामी आदरणीय दाइहरू सहितको हाम्रो टोली प्रिय भाइ सानो बाबुको घर परिवार खोज्न आएका हौँ। आज भोलन समुदाय यतातिर छ अरे, 4 नम्बर यो मकवानपुर गढीमा यता छ अरे भनिसकेपछि बुझ्न आएका हौँ। यो बुझ्ने क्रममा आदरणीय अध्यक्षज्यूले ठुलो एउटा सहकार्य गरिदिनु भयो। दिनभरि केही समय 2 घण्टा जति हामी सँगै घुम्यौँ, केही परिवारलाई भेट्यौँ पनि, केही ठाउँमा बाबुलाई लगेर पनि सोध्यौँ। कता कता कुरा मिल्न पनि आएका छन्, ठ्याक्कै मिलेको अवस्था छैन। त्यसकारण यो सहकार्य, यो समन्वयका लागि म आदरणीय अध्यक्षज्यू लगायतको टिमलाई धन्यवाद दिन चाहन्छु। मकवानपुर गाउँपालिका, यो मकवानपुर गढी गाउँपालिका वडा नम्बर 4 आइपुग्दै गर्दा यो भौगोलिक रूपमा पनि कति आनन्दको ठाउँ। यहाँ बसेर हजुरले जुन कर्म गर्नुभएको छ, एउटा घर अलि पर छ, एउटा घर अलि पर छ, दूरीका हिसाबले पनि पर छ। गाउँमा दुःख गर्न, यो सङ्घर्ष गर्ने कुरा कति गाह्रो कुरा हो। तर पनि हजुरहरूले जुन कर्म गरेर यहाँका नागरिकलाई सेवा प्रदान गर्नुभएको छ नि, यो सेवाका लागि म सम्मान गर्छु। सचिवज्यू एउटा राष्ट्रको एउटा सम्पत्ति, एउटा सच्चा मान्छे, जस कारणले आज सचिवले एउटा सहज रूपमा कागज अघि बढाइदियो भने हरेक कर्म सुरुवात हुन्छ। त्यस कारण एउटा सहज, सरल, इमान्दार आदरणीय सचिवज्यूलाई पनि म सम्मान गर्छु र सँगै रहनुहुने आदरणीय दाई, मेरा मित्र अनिलजी, प्यारो बाबु लगायत सबैलाई हाम्रो सम्मान छ। अब हामी मकवानपुर गढीबाट अहिले निस्किन्छौँ, फेरि पनि आउँछौँ है त। हाम्रो तर्फबाट नि हजुरहरूलाई सम्मान स्वागत। अब यहाँ आइदिनु ल अन्तिममा हजुरले गरेका यो कर्मका लागि मेरो तर्फबाट सम्मान। धेरै राम्रो कर्म गर्नु भएको छ। हजुर हाम्रो अभिभावक हो, हाम्रो बुवा हो, हाम्रो सम्मानको मान्छे हो। बाबुको चाहिँ अब हामी चाहिँ यो सम्पर्कमा रहिरहनेछौँ हामी, किनभने उसले एउटा बाबुआमाको चाहिँ आफ्नो नागरिक र त्यसपछि म साँच्चै नै मेरो बाबुआमा यहाँ रहेछन् र मैले मेरो अपनत्व उसले अपनाउने ठाउँ र उसले लिने ठाउँमा हामी हर पल चाहिँ खोजी त्रास गरिरहनेछौँ। किनभने हामीले यो एउटा पुण्य काम पनि हो। किनभने यो अरूले नगर्ने काम उहाँ हाम्रो अर्जुन भुसालज्यूले जुन एउटा मानवीय सेवा, जुन एउटा मानवताको व्यवहार उहाँले गरिरहनु भएको छ, अझ